दैनिकी पूजापाठ गर्दा अब शिवजी र पार्वती शिवलिङ्ग भएको फोटो राख्नु, त्यसको ठ्याक्कै अगाडि दियो बाल्नु, त्यो दियोमा आँखाको नजर जुझोस्, त्यो दियोमा हाम्रो निधारमाले हेरे जस्तो होस्, टराटक होस्। देब्रे खुट्टोको कुर्कुचो मूलधारमा, दाहिने खुट्टोको खुट्टो देब्रे खुट्टा माथि त्यसरी बस्नु, आँखा जुझाउनु, देवी देवताहरूको आँखामा आँखा जुझाउनु, दियोमा आँखा जुझाउनु र ओम उच्चारण गर्नु, टुप्पी सम्झाउनु, टुप्पी पछि खाल्टोमा सम्झाउनु, त्यहाँ शिवजीको पछाडि एउटा ज्योति हुन्छ, प्रकाश हुन्छ पहेँलो पहेँलो, त्यसलाई सम्झाउनु, शिवजी जस्तै भन्नु, त्यो ज्योति प्रकाश हो, त्यो शिवलिङ्ग जस्तो आफू भन्नु। चक्रहरूलाई नाडीहरूलाई सम्झाउनु, खुलाउनु।